व्यापार राम्रै भइरहेछ नि साउनी। साल पनि साकेलाको अघिल्लो दिनदेखि लगातार पानी परेर भोलिपल्ट 10 बजी पानी परेको थियो, सम्म पानी परेको थियो, तर दिनभरि खुलेर हामीले हाम्रो चाड मनायौँ। आज पनि यसपालिको चाडमा पनि त्यस्तै हिजो बेलुका ठुलो पानी पर्यो, तर आज आकाश खुलेर हामीलाई प्रकृतिले पनि हामीलाई साथ दिएको छ। त्यसो भएको हुनाले यति बेला सुनसरीमा मात्र होइन, धरानमा मात्र होइन, नेपालको विभिन्न भूभागमा हामीले साकेला चाड मनाइरहेको छौँ। यहाँ मात्र होइन। त्यसो भएको हुनाले यो अवसरमा सम्पूर्णलाई हार्दिक शुभकामना दिँदै अबको क्रममा हामी कार्यक्रमको अन्तिम बिचमा तर्फमा छौँ। त्यसो भएको हुनाले आजको यस विशेष समापन समारोह कार्यक्रममा प्रमुख अतिथिको रूपमा पाल्नुभएका तपाईँहरूको चिरपरिचित, हाम्रा चिरपरिचित समापन समारोहका अध्यक्ष सुनसरी जिल्ला कार्य समिति याफाका अध्यक्षज्यू राजेन्द्र सर, मञ्चमा आएको मैले मान्नुपर्ने अतिथिज्यूहरू,
पदाधिकारी सदस्यज्यूहरूले आयोजना गर्नुहुन्छ र यसमा हामी सबै रमाउन पाउँछौँ। आयोजक समितिलाई म धन्यवाद दिन चाहन्छु।